दर्शक महानुभावहरू नमस्कार। यो हो डे टु डे न्युज नेटवर्कमा यहाँहरूलाई स्वागत छ। हामी निकै महत्त्वपूर्ण समाचारका साथ उपस्थित भएका छौँ। देश विदेशमा घटेका घटना परिघटनाहरूलाई सत्य तथ्यको आधारमा प्रस्तुत गर्नेछौँ। कहाँबाट हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, कलको कमेन्टमा गएर कमेन्ट पनि गर्न सक्नुहुनेछ। किनभने पछिल्लो निर्वाचन अनुसार रासपा पहिलो पार्टी बनेको छ, 2/3 लगभग बहुमत ल्याएको छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालन शाह प्रधानमन्त्री बन्दै हुनुहुन्छ भने उहाँको क्याबिनेटमा कुन कुन मन्त्री परिषदको नाममा सिफारिस भएका छन्, को मन्त्री हुँदैछ भन्ने विषयमा पनि महत्त्वपूर्ण जानकारी लिएर आएका छौँ। हामीसँगै रहनुहोला। अर्कोतर्फ एमाले काङ्ग्रेस माओवादी गठबन्धन गरेर आगामी आउने निर्वाचनसम्म जाने पनि तयारी भइरहेको छ। एमालेमा रिटको बहस र रिस उस्ते देखियो। संरचना र कार्यशैलीको सवालमा शीर्ष नेताहरू नै ओह्रालो यात्रामा। जसपा नेपालका नेताको टिप्पणी आन्तरिक लोकतन्त्र कमजोर भएका कारण पार्टी शून्यमा झर्यो। रविको मुद्दा सम्बन्धी रिट हेर्दैमा कञ्चनपुरमा कुकुरको टोकाइबाट 16 जना घाइते। राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओम प्रकाश अर्यालको नाम सिफारिस। जिल्ला अस्पताल सल्यानमा चिकित्सक अचेत भेटिए, हेलिकप्टरबाट सुर्खेत लगियो। नेकपाको समानुपातिक सांसदमा माधव कुमार नेपाल पक्षका 2 जना। कैलालीमा वन्य जन्तुको अङ्ग लुकाइएको घटना, प्रहरीमाथि कारबाही गर्न ढिलाइ। जेनजी आन्दोलनका घाइते समानुपातिकको सूचीमा अटाए, तर संसदमा पुग्लान् कि नपुग्लान्। मेडिकल काउन्सिलले गर्यो डाक्टर गुप्तालाई कारबाही। बादल ओलीको पक्षमा उभिदा लाभै लाभ, यी हुन् मन्त्री परिषद गरेका मुख्य निर्णयहरू। मध्यपूर्वमा अल्पत्र परेका नेपालीको उद्धारका लागि दूतावासले व्यवस्था मिलाउने र यसै गरिकन विभिन्न ठाउँहरूमा सरकारले भन्यो जेनजी आन्दोलनको प्रतिवेदन बारे विस्तृत छलफल भोलि आउने। यी हुन् नेकपाले छानेका 9 सांसदहरू कस्ता छन् त? किशोरी शाहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मातृका सांसदको पद कायमै। कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्कन पाउने। यी र यस्तै महत्त्वपूर्ण समाचार छन्, हामीसँगै रहनुहोला। एमालेमा रिसेट बहस, संरचना र कार्यशैलीको सवालमा शीर्ष नै ओह्रालो लागेको आरोप प्रत्यारोपमा उत्रिएका छन्। फागुन 21 मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लज्जास्पद हार बेहोरेको नेकपा एमाले अहिले निर्वाचन परिणामलाई लिएर कार्यकर्ता बीच र शीर्ष नेताहरू बीच आरोप प्रत्यारोप श्रृङ्खला सुरु भएको छ। 275 संसदीय प्रतिनिधि सभामा एमाले प्रत्यक्ष र समानुपातिक तर्फ गरी जम्मा 25 सिटमा जित हासिल पारेको थियो। नतिजा प्रति असन्तुष्टि जनाउँदै एमालेका नेता कार्यकर्ताहरूले पार्टी संरचना र नेतृत्वका कार्यशैलीमाथि प्रश्न उठाएका छन्। साथै संरचना रिसेटको अवधारणा पनि अघि सारेका छन्। नेतृत्व र संरचना रिसेटको आवाज उठाउनेहरू विरुद्ध संस्थापक पक्ष खनिँदै नेतृत्व बचाउमा उत्रिएको अवस्था पनि छ। पार्टी पराजयको सवालमा शीर्ष नेताहरू नै सामाजिक सञ्जाल मार्फत एक अर्काको उच्छृङ्खला कटाक्ष गरिरहेका छन् भने यस क्रममा एमाले महासचिव शङ्कर पोखरेल र उपमहासचिव योगेश भट्टराई बीच व्यक्तिगत तहमै ओर्लेर आरोप प्रत्यारोप चलिरहेको देखिन्छ। महासचिव शङ्कर पोखरेल र उपमहासचिव भट्टराई बाहेक उपाध्यक्ष सुरेन्द्र पाण्डे, पूर्व उपमहासचिव प्रदीप गेवाली तथा नेताहरू गोकुल बास्कोटा र शेरबहादुर तामाङ बीच पनि नेतृत्वको कार्यशैली र चुनावी परिणामलाई लिएर घोचपेच चलिरहेको छ। यस बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। पितृशोककै बीच शनिबार गुण्डु स्थित ओली निवासमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदको सूचीमा सम्बन्ध निर्णय कायम गरेको छ। शनिबार बैठकमा समानुपातिक सांसदको नाम बाहेक चुनावी समीक्षा भएन। उपमहासचिव लेखराज भट्टले न्युज नेपाल टिभीसँग भने अध्यक्ष शोकबाट निस्किएपछि मात्र छलफल हुनेछ। शङ्कर र योगेशको जुहारी। एमाले नेताहरू बीच आन्तरिक चुनावी समीक्षा भइरहेका बेला महासचिव शङ्कर पोखरेलले उपमहासचिव योगेश भट्टराईलाई जवाफ फर्काएका छन्। आफू महासचिवले चुनावमा भट्टराईलाई जिम्मेवारी नदिएको भन्ने आशयको अभिव्यक्तिको पोखरेलले खण्डन गरेका छन्। चुनावी नतिजा सार्वजनिक भएपछि उपमहासचिव भट्टराईले दिएको एक अन्तर्वार्तामा चुनावमा आफूले महासचिवसँग जिम्मेवारी मागेको तर नपाएको बताएका थिए। महासचिव पोखरेलले भट्टराईलाई जिम्मेवारी नदिएको भन्ने यस्तो दावी गरेको भन्दै उनी रिसाएका छन्। यो सबै यस्तो हो त्यस्तो हो भन्ने होइन, यो सबै पार्टी भित्रको संरचना हो, यसरी आरोप लाउन पाइँदैन। योगेश भट्टराई भनेको झुटो र बेइमानी केटा भएको भन्दै ईश्वर पोखरेल र शङ्कर पोखरेलहरूले आलोचना गरिरहेका छन्। पाण्डे भन्छन् सत्य बोल्दा कारबाहीको धम्की। चुनावी हार जित र कमी कमजोरी बारे एमाले नेता कार्यकर्ता बीच
केही सामाजिक सञ्जालमा टिप्पणी र बहस भइरहँदा उपाध्यक्ष सुरेन्द्र पाण्डे सत्य बोल्दा कारबाहीको धम्की आउन थालेको बताएका छन्। पाण्डे जेन्जी आन्दोलनदेखि नै पार्टी संरचना रिसेट गर्नुपर्ने जोड दिँदै आएका नेता पनि हुन्। निर्वाचन परिणामपछि पाण्डेले पुनः पार्टी गम्भीर मोडमा पुगेको भन्दै यस्तो गम्भीर मोडमा पनि सबै ठिक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैमा धोकाको प्रश्न भएको बताएका छन्। यसो भन्नु भनेको आफ्ना बन्चरो अर्थात् आफ्ना खुट्टामा आफै बन्चरो हानेको हो, कसैले धोका दिएको होइन। तपाईको क्षुद्र बोलीले गर्दा केपी शर्मा ओलीज्यू आज यस्तो अवस्था हुन पुगेको हो। तपाई ओलीले जति ठुला कुरा गर्दै हुनुहुन्छ त्यति पार्टी तलतिर झर्दैछ। पार्टीलाई ओह्रालो लगाउने नम्बर 1 भनेको केपी शर्मा ओली नै हो। तपाई केपी शर्मा ओलीले गर्दा आज यस्तो परिणाम आउन पुगेको हो। तपाईले ठुला कुरा नगर्नुस्, तपाईले ठुला कुरा गर्न सक्दैन भन्दै विभिन्न नेताहरूले केपी शर्मा ओलीमाथि खैरो लागे झैं लागेका छन्। तर उनी यति बेला पितृ शोकमा परेका हुन्। यी हुन् मन्त्री परिषद बैठकका मुख्य निर्णयहरू। सरकारले आइतबार बसेको मन्त्री परिषद बैठकमा मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मन्त्री परिषद बैठक बसेको थियो। बैठकले गरेका मुख्य एजेन्डाहरू प्रस्ताव समेत रहेका गृह मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिएका छन्। उनका अनुसार भदौ 23 र 24 को घटना सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको छ। जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्ने गरी नेपाल सरकार मन्त्री परिषदले ग्रहण गर्ने गरी निर्णय गरेको हो। त्यस्तै बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गृह मन्त्री ओम प्रकाश अर्याललाई नियुक्ति गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ। बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अल्पत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हाललाई नेपाली राजदूतावासहरूसँग रियाद, अबुधाबी, दोहा, कुवेत सिटी र मनमा, मस्कट, इस्लामाबाद, काइरोल, तेल अवधित तथा नेपाली महावाणिज्य दूतावासहरूले जेल्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णय समेत गरेको छ। त्यस्तै बैठकले नेपालका हिम नदी बेसिन र क्षेत्रहरूमा हिमपात, विस्फोटन जन्य बाढी तथा जलवायु परिवर्तन जन्य बाढीबाट उत्पन्न जोखिम न्यूनीकरण मार्फत जीविकोपार्जन तथा सम्पत्तिको संरक्षण परियोजनाको लागि हरित जलवायु कोडबाट संयुक्त राष्ट्रिय संघ विकास कार्य मार्फत प्राप्त हुने 2,42,47,427 अमेरिकी डलर बराबरको अनुदान सहायक स्वीकार्य गर्ने निर्णय समेत गरेको छ। रविको मुद्दा सम्बन्धी रिट हेर्दैमा सर्वोच्च अदालतले न्यायाधिवक्ता समेत रहेका सविता भण्डारी बरालले गरेको निर्णय विरुद्ध परेको मुद्दा नियमित सुनवाई गर्ने भएको छ। महान्यायाधिवक्ता बरालले रवि लामेछाने विरुद्ध दायर मुद्दा संशोधन गर्ने निर्णय गरेको हो। त्यो निर्णय विरुद्ध सर्वोच्चमा 3 वटा छुट्टै निवेदन दर्ता भएको थियो। न्यायाधीश सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले मुद्दालाई हेर्दैमा राख्ने आदेश दिएको हो। अब उक्त मुद्दा पनि नियमित सुनवाई हुनेछ। 6वटै दलले बुझाए समानुपातिक सांसदको नाम। अबको प्रक्रिया के हुन्छ त? समानुपातिक सिट पाएका 6वटै राजनीतिक दलले आफूले पाएको सिट संख्या अनुसार बन्द सूचीमा रहेका नाम छानेर निर्वाचन आयोगमा बुझाएका छन्। आयोगले बिहीबार समानुपातिक तर्फको सिट बाँडफाँड गर्दै 3% थ्रेड होल्ड कटाउने राजनीतिक दलहरूलाई 3 दिन भित्र उम्मेद्वारको नाम छनौट गरी पेश गर्न पत्रचार गरेको थियो। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन 3% थ्रेड होल्ड कटाउने 6वटा दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक तर्फको सिट पाएका थिए। यो निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली तर्फ राष्ट्रपालले सबैभन्दा बढी 57 सिट पाएको छ भने कांग्रेसले 20 सिट पाएको छ भने एमालेले 16 सिट, नेकपाले 9 सिट, श्रम संस्कृति पार्टीले 4 सिट र राप्रपाले 4 सिट पाएका छन्। उनीहरूले पाएको सिट अनुसार आयोगले बिहीबार पत्रचार गरेपछि दलहरूले आइतबार नाम बुझाएका हुन्। निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जीसीले 6वटै राजनीतिक दलले आइतबार नाम बुझाइसकेकाले ती नाम रुजु गर्ने काम आयोगमा लागिरहेको बताएका छन्। 6वटै दलले नाम पठाइसक्नु भएको छ। आएका नामहरूमाथि रुजु गर्ने काम सुरु भएको छ। जीसीले भने क्लस्टर मिल्ने गरी हामीले काम गरेका छौं, बाँकी प्रक्रिया पूरा हुने क्रममा छ। समानुपातिक सांसदले टुङ्गो लगाइसकेर आयोगले राष्ट्रिय सभातर्फ अर्थात् राष्ट्रपति तर्फ निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ। दलहरूले पठाएका नाम क्लस्टर अनुसार सबै मिलेको भए ठिकै
ठिकै छ भनेर पुनर्विचार गर्नुपर्ने नभए सिधै राष्ट्रपति समक्ष बुझाइने धारणा व्यक्त गरिएको छ। महँगियो भान्सा ग्यासको कृत्रिम अभावले चुलो बाल्नै सकस। मार्च 15 अर्थात् उपभोक्ता अधिकारी दिवस सुरक्षित उत्पादन विवेकशील उपभोक्ता र जिम्मेवारी प्रशासन भन्ने नारासहित विश्व उपभोक्ता अधिकार दिवस विश्वभर मनाइँदै गर्दा नेपालका उपभोक्तालाई ग्यासको कृत्रिम अभावले चुलो बाल्नै सकस परेको छ। अर्कातिर खाने तेल र चामलको अस्वाभाविक मूल्य वृद्धिले पनि मार परिरहेको छ। पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएका समस्या यहाँ देखा परेको छ। यहाँ देखा परेको व्यापारीहरूले मूल्य बढाउने र कृत्रिम अभाव सिर्जना गर्ने गरेका छन्। बजारमा बढ्दो कालो बजारी नियन्त्रण गर्नु निकायले सबैलाई कारबाही गर्ने भने तापनि अहिलेसम्म पनि कारबाही गर्न सकिरहेको छैन। द्वन्द्वको बहानामा आकाशियो खाने तेलको भाउ। पछिल्लो 1 महिना यता खाने तेलको मूल्य प्रति लिटर 20 रुपियाँदेखि 50 रुपियाँसम्म महँगिएको छ। माघ अन्तिमतिर प्रति लिटर 250 देखि 275 रुपियाँ पर्ने खाने तेलको मूल्य फागुन अन्तिमसम्म अस्वाभाविक बढेर 290 रुपियाँसम्म भन्दा माथि पुगिसकेको छ। नेपालमा चामल तेल दाल उद्योग संघका कार्य समिति सदस्य भोगेर अग्रवालले पश्चिम एसियामा जारी द्वन्द्व अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य वृद्धि र ढुवानी मार्गमा आएको अवरोधलाई मूल्य वृद्धिको मुख्य कारणका रूपमा औल्याइएको छ। अर्जेन्टिना र इन्डोनेसिया जस्ता मुलुकहरूबाट कच्चा तेल बोकेर आउने ठूला जहाजहरू बाटोमै रोकिएको र ढुवानी खर्च भत्ती बढेको उनको भनाइ छ। त्यसैले गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा पाम सोयाबिन र मुख्य गरी सूर्यमुखी तेलको मूल्य प्रति टन 900 देखि 1000 सम्म परेको हाराहारीमा परेको देख्न सकिन्छ। त्यसैले पनि महँगो भइरहेको छ। तर तरकारी स्वाभाविक रूपमा खाद्यान्न व्यवस्था र व्यापार कम्पनी लिमिटेड भने हाल बजार मूल्य भन्दा सस्तो तेल बिक्री गरिरहेका छन्। यति बेला भटमासको तेल पनि त्यस्तै रहेको छ। ग्यास पाउन सकिरहेको छैन। ग्यासमा निकै तोडमोडका साथ बढेको छ। यहाँ ग्यास पाउन पनि हम्मे परेको छ। यति बेला निकै जबरजस्त रूपमा बढिरहेको छ। सबै बढिरहेको छ। नेपालमा खाद्य पदार्थदेखि तेल इन्धनसम्मले ठूल निकै भाउ पाएको छ भने महँगी उस्तै बढेको छ। पाउन पनि हम्मे परेको छ। गरिब र निमुखा जनता बाँच्नै गाह्रो सकेको छ। चुलो बाल्न नसक्ने अवस्था पुगेको छ। यसमा सरकारले ध्यान दियोस् भन्ने कुरामा हामीले पनि सरकारलाई अनुरोध गरिरहेका छौं। किशोरी शाहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश। मातृकाको सांसद पद कायमै। सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर 1 मा राष्ट्रपा उम्मेद्वार किशोरी शाहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने आदेश दिएको छ। निर्वाचन आयोगले निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नु पर्ने भनी किशोरी शाह अन्तरिम आदेश समेत माग गरी सर्वोच्च अदालत गएका थिए। तर सर्वोच्चले उनको हकमा अन्तरिम आदेश जारी गर्न नपर्ने भनेको छ। न्यायाधीश दय विनोद शर्मा र मेघराज पोखरेलको इजलासको यो आदेशसँगै हाललाई निर्वाचन आयोगको निर्णय यथावत रहनेछ। यसो हुँदा मातृका यादव निर्वाचित हुने भनी निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णय सदर हुनेछ। राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओम प्रकाश अर्याल सिफारिस भएका छन्। सरकारले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओम प्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्री परिषद बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्य नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने 1 सदस्यको संख्या रिक्त छ। उक्त ठाउँमा अर्याललाई नियुक्ति गर्न सिफारिस गरिएको हो। नेपालमा चीन र भारतका आफ्नै स्वार्थ छन्, तर चुनाव हराउनेमा दुवै स्वार्थ मिलेको देखिन्छ। सरकारले भर्खर चुनाव सम्पन्न गरेको छ र जनताको स्पष्ट म्यान्डेट आएको छ, जुन मुलुकका लागि ठूलो अवसर पनि हो। सँगसँगै मध्यपूर्वी देशमा जारी युद्धका कारण लाखौं नेपाली माथि पनि चुनौती थपिएको छ। ती देशमा काम गर्ने नेपालीमा परेका सुरक्षा चुनौती, उद्धार तयारी लगायतका विषय पनि अहिले गम्भीर बनेको छ। अहिले देखिएका यी चुनौती र नेपालको परराष्ट्र सम्बन्धका विविध आयाम बारे परराष्ट्र मन्त्री तथा पूर्व रथी बालानन्द शर्मासँग हामीले केही कुरा गरेका थियौं। संसारभर विश्वव्यापी रूपमा भएको छ र विश्वमा द्वन्द्व चलिरहेको छ। अहिले नेपालीहरू मध्यपूर्वमा मात्रै होइन कि संसारको जुन देशमा पनि पुगेका छन् भनेपछि यी कुनै क्षेत्रमा युद्ध भयो अथवा डिजाइनर हिसाबले पनि केही भयो भने नेपालीहरूको ठूलो जोखिम बढ्नेको हामीले देखिरहेका छौं।
अमेरिका इजरायल र इरान बीचको युद्ध फैलेर अहिले मध्यपूर्वका अधिकांश मुलुकहरूमा परेको छ। यो युद्धले नेपालीलाई 3 हिसाबले प्रभावित पारेको छ। पहिलो त देशमा काम गर्न गएका नेपाली श्रमिक जसले त्यहाँ काम गरेर नेपालमा पठाउँछन् उनीहरूको जीविका र जीवको पनि सुरक्षामा असर परेको छ। दोस्रो, मध्यपूर्वका मुलुकहरूलाई ट्रान्जिट बनाएर बाहिर जाने वा नेपाल फर्कँदै गरेका यात्रीहरूमाथि असर पर्यो। तेस्रो, तिनका परिवारलाई चिन्ता बढेको छ। यी कुराहरूलाई हामीले आकलन गरेर परराष्ट्र मन्त्रालयले तयार पार्न थालेको छ। नेपालीहरूको सुरक्षाका लागि सरकारको संलग्नता अपरिहार्य हुन्छ, त्यसकारण योजना बनाउनु पर्छ भनेर हामीले अन्य मन्त्रालयसँग पनि सहकार्य गरेर परराष्ट्र सचिवको नेतृत्वमा एउटा स्टाफ कोर्स गठन गरेका छौं। त्यो टास्क फोर्स दिएको निर्देशन पालना गरेर 24 घण्टा 7 दिन सक्रिय हुने सुनिश्चितताका साथ आफूहरूले कल सेन्टर गरेको भन्दै सरकारले राम्रो तयारीको प्रतिबद्धता जनाएको छ। कुनै पनि नेपाली कहीँ पनि गएर अड्काल नपरोस्। कुनै पनि मन्त्रीले वा कुनै पनि काम गर्ने संस्था वा सरकारी निकायले जहाँ भएको नेपालीलाई भए पनि सहयोग गर्न र दूतावासहरूलाई पनि सहयोग गर्न नेपाल सरकारले सबैलाई अनुरोध गरेको छ भने कल सेन्टर नेपाल सरकारले रेडी अवस्था पारेको छ। कुनै पनि नेपाली मध्यपूर्वको युद्ध द्वन्द्वले अकाला नपरुन् र कहीँ पनि नफसुन् भन्दै यस्तो सरकार